Namaste, Tasidele, Lasso Fiafulla, everyone. आज पनि लाइभ आइसकेको छु एन्ड वेलकम भन्न चाहन्छु तपाईहरु सबैलाई मेरो लाइभमा। अनि तपाईहरुको दिन र समय एकदमै राम्रोसँग बितिरहेको छ भन्ने एकदमै विश्वास राख्दछु। अनि मलाई कति स्थानहरुबाट हेरिराख्नु भएको छ, संसारको जुनसुकै कुनाबाट हेरिराख्नु भएको भए तापनि तपाईलाई एकदमै हृदयदेखि नै वेलकम भन्न चाहन्छु। अनि मलाई अब कतिजना व्यक्तिहरुले त चिन्नुहुन्छ होला, तर नयाँ व्यक्तिहरु पनि आउनु भएको छ बिजनेसमा अनि नयाँ फलोवर्सहरु पनि आउनु भएको छ। उहाँहरुको लागि चाहिँ मेरो थोरै परिचय दिन चाहन्छु। मेरो नाम चाहिँ पद्मभद्र लामा हो अनि हाल चाहिँ ललितपुरको सातदहबाटमा बस्दै आइरहेको छु भने विगत केही समयदेखि चाहिँ म पनि यो डिजिटल बिजनेस गर्दै आइरहेको छु। अनि म चाहिँ नि अब लाइभ आइरहेको छु विगत 5 दिनदेखि चाहिँ यसरी नै लाइभ आएर आफ्नो बिजनेसको केही नलेजहरु चाहिँ शेयर गरिरहेको छु, आफ्नो एक्सपिरियन्सहरुको इन्फर्मेसन केही दिइरहेको छु। अनि आशा छ तपाईहरुले पनि केही नलेजहरु चाहिँ इन्फर्मेसन अब तपाईले पनि गेन गर्नुभयो होला मेरो आफ्नो पर्सनल एक्सपिरियन्सहरुबाट। अनि अब यो च्यालेन्ज चाहिँ हामीलाई हाम्रो सिनियर कोच हुनुहुन्छ सुषमा लिम्बू म्याम र अनि हाम्रो कोच ज्ञान डङ्गल सरले चाहिँ नि हाम्रो लागि चाहिँ नि तयार पारिदिनु भएको यो च्यालेन्ज 10 डेज गो लाइभ च्यालेन्ज अन्तर्गत हामी चाहिँ यसरी नै लाइभ आएर आफ्नो प्रस्तुतिहरु दिइरहन्छौं। अनि यसको लागि चाहिँ एकदमै ग्रेटफुल छु उहाँहरुले यस्तो राम्रो अपर्च्युनिटी दिनुभएको छ जुन हाम्रो लागि चाहिँ आफ्नो एउटा क्लाइन्ट्सहरुसँग अथवा आफ्नो भ्युअर्सहरुसँग चाहिँ एउटा ट्रस्ट बिल्ड गर्ने अनि आफ्नो बिजनेसको अनि जुन एउटा हुन्छ बिजनेसको लागि पनि एउटा एडभर्टाइज जस्तै मार्केटिङको लागि पनि एकदमै लाभदायक एउटा राम्रो अपर्च्युनिटी दिनुभएको छ। उहाँहरुलाई चाहिँ म धेरै धेरै थ्यांक यू भन्न चाहन्छु। अनि तपाईहरुलाई यो हाम्रो महान चाड तिहार दीपावलीको एकदमै शुभकामना दिन चाहन्छु। यो चाडले तपाईहरुको इच्छा आकांक्षा सबै पूरा भएर परिवारमा सुख समृद्धि शान्तिले नै सधैँभरि छाइरहोस् मेरो एकदमै शुभकामना। अनि मैले विगत केही दिनदेखि चाहिँ आफ्नो बिजनेसमा भएका आफ्नो केही नलेजहरु चाहिँ शेयर गरे। जुन फर्स्ट डेमा चाहिँ मैले आफ्नो इन्ट्रोडक्सन को टपिकमा आफ्नो कुराहरु राखेको थिएँ, जुन चाहिँ भन्नाले चाहिँ नि अब मैले यो बिजनेसमा आउनु भन्दा अगाडि चाहिँ मैले के गरे, कस्तो कस्तो कामहरु गरे अनि के कस्तो एक्सपिरियन्सहरु रह्यो अनि मैले चाहिँ यो बिजनेस चाहिँ किन चुज गरे भन्ने आफ्नो कुराहरु चाहिँ नि अब धेर थोर राख्ने प्रयास गरे। अनि तपाईहरुले पनि केही बुझ्नुभयो होला मेरो कुराहरु, आफ्नो स्टोरी लाइफ यो करियर जर्नीको सम्बन्धीमा। अनि अब मैले पनि अब धेरै जबहरु धेरै प्रोफेसनहरु चाहिँ चेन्ज गरिसकेको छु, तर अब जुनसुकै प्रोफेसन चेन्ज गर्दा पनि अब एक किसिमको त्यो स्याटिस्फ्याक्सन नहुँदाखेरि अनि अब सधैँभरि त्यो अरूको अन्डरमा काम गर्दाखेरिको त्यो एउटा प्रेसर जुन छ त्यो प्रेसरले गर्दाखेरि पनि एकदमै स्ट्रेस क्रिएट भइदिनाले पनि अब एक किसिमको अनस्याटिस्फ्याक्सन भइराख्थ्यो थियो। अब पैसा त नकमाएको होइन, कमाएकै हो त्यो जुन जबहरुबाट, तर पनि अब पैसा भन्दा ठुलो कुरा चाहिँ आफ्नो एउटा सेल्फ स्याटिस्फ्याक्सन जुन एउटा आत्मा नै खुसी नभएपछि अब त्यो धन सम्पत्तिले पनि केही अर्थ राख्दैन रहेछ। अनि त्यही भएर पनि मैले अब यस्तै अब अपर्च्युनिटीहरु चाहिँ नि केही हुन सक्छ कि भन्दै खोज्दै जाने क्रममा चाहिँ नि मैले पनि यो डिजिटल बिजनेस चाहिँ नि को बारेमा पनि केही नलेजहरु चाहिँ जान्ने मौका पाएँ। त्यो चाहिँ नि अब कस्तो भन्दाखेरि चाहिँ मेरो साथीहरु पनि यही बिजनेस गरिराख्नु हुँदो रहेछ, उहाँहरुले पनि अब यो बिजनेसमा धेरै राम्रो गरिराख्नु भएको जुन मैले थाहा पाएँ, त्यसपछाडी मलाई पनि यो बिजनेस प्रति चाहिँ एकदमै इन्ट्रेस्ट बढ्यो। अनि त्यसरी नै म चाहिँ यो बिजनेसमा चाहिँ नि जोइन हुने भए भनौं न। अनि मलाई पनि अब एक किसिमको अब जुन अब
अब आफ्नो पुरानो जबहरूबाट चाहिँ एक किसिमको अब सधैँभरि अरूको अन्डरमा प्रेसरमा काम गरिराख्दाखेरि चाहिँ नि अब कसरी चाहिँ योबाट चाहिँ छुटकारा पाउन सकिन्छ, अरू कुनै माध्यम पाएदेखि हुन्थ्यो भन्दै यसरी खोज्दै जाने क्रममा चाहिँ मलाई चाहिँ यो बिजनेस चाहिँ नि मैले फेला पारेँ। अनि मलाई चाहिँ नि अब भन्नुपर्दा ढुङ्गा खोज्दा देउता मिल्यो भने जस्तै भयो यो मलाई यो बिजनेस चाहिँ डिजिटल बिजनेस फेला पर्दाखेरि चाहिँ। किनभने अब यो चाहिँ अब आफ्नो बिजनेसको आफै बोस आफै ओनर भएपछि अब कसैको अन्डर प्रेसरमा काम गर्नु नपर्ने, आफ्नो टाइम टेबलमा आफूलाई कुन समयमा ठिक लाग्छ होइन, कुन स्थानमा ठिक लाग्छ त्यही अनुसार चाहिँ काम गर्न पाउँदाखेरि चाहिँ मैले आफूलाई चाहिँ एकदमै अब लक्की नै महसुस गरेँ भनौँ न। जुन यो अब बिजनेस चाहिँ ढिलै भए पनि मैले आफूले गर्न पाएँ, ठिकै छ, अब त्यसमा चाहिँ अब खुसी नै छु। अनि अब भन्नुपर्दा चाहिँ अब आजको टपिक चाहिँ रहेको छ एचिभिङ इन्डिपेन्डेन्स, अब स्वतन्त्रता प्राप्ति। जुन चाहिँ यो बिजनेसमा आइसकेपछि चाहिँ मैले के कस्ता स्वतन्त्रता र इन्डिपेन्डेन्स प्राप्ति गर्न सकेँ भन्ने कुरामा चाहिँ थोरै आफ्नो कुराहरू बताउन गइरहेको छु। अब जुन चाहिँ अब मैले पहिला गरिरहेका जुन जबहरू थिए त्यो जबमा चाहिँ अब कस्तो हुन्थ्यो भने तपाईँको अब कहिले डे ड्युटी कहिले नाइट ड्युटी, अब तपाईँको अब सुत्ने उठ्नेको कुनै ठेगानै नहुने, प्रायः जस्तो चाहिँ धेरै जस्तो नाइट ड्युटी नै हुन्थ्यो होइन। अब तपाईँको अब स्प्लिट सिफ्ट हुन्थ्यो, कहिले कहिले बिहान 4-5 घन्टा ड्युटी गऱ्यो, फेरि दिउँसोमा ब्रेक, फेरि बेलुका 4-5 घन्टा ड्युटी हुन्थ्यो, अनि फेरि ब्रेक, अनि फेरि अर्को 4-5 घन्टा ड्युटी। यस्तो स्प्लिट सिफ्टले गर्दाखेरि चाहिँ तपाईँको अब न राम्रोसँग सुत्न मिल्नु, न अब आफ्नो अब बडीलाई रेस्ट हुनु, अब एक किसिमको प्रेसर, बडीलाई पनि प्रेसर, हेल्थ प्रेसर पनि भयो। अनि त्यसले गर्दाखेरि पनि मलाई पनि अब हेल्थमा चाहिँ अलिअलि अब डे टाइममा अब निन्द्राको प्रब्लम पनि हुने भएको कारणले चाहिँ अलि एकदमै अब यसलाई चाहिँ मैले कसरी चाहिँ अब म्यानेज गर्ने भन्ने क्रममा चाहिँ अब मैले यो जब भेटाएँ नि त। त्यसै क्रममा चाहिँ मैले यो जब गर्दै गएँ, अब अहिले गरिरहेको छु। अनि मैले त्यही भन्न चाहन्छु कि अब टाइम इज द मोस्ट इम्पोर्टेन्ट थिङ इन आवर लाइफ होइन। अब वन्स द टाइम पास वी क्यानट रिगेन द टाइम, वी क्यानट बाई द टाइम। हामीले चाहिँ त्यो समय एकचोटि बितिसकेपछि चाहिँ त्यसलाई चाहिँ हामीले किनेर पनि किन्न सक्दैनौँ। एकचोटि बितेपछि बित्यो त्यो समय। अनि अब तपाईँको अब मानिसले चाहिँ अब जिन्दगीभरि अब दुःख गर्छ, बुढो कति सहन्छ होइन, परिवारको लागि दुःख सहन्छ, सबै सहन्छ, बुढेसकालसम्म पनि दुःख गरिरहन्छ, धन सम्पत्ति थुप्रै आर्जन गर्छ। तर लास्टमा के हुन्छ, उसको अब बुढेसकाल लागिसकेको हुन्छ, न उसको शरीरले साथ दिन्छ, न उसको स्वास्थ्यले साथ दिन्छ। अनि त्यसपछि न उसले भनेको ठाउँमा जान सक्छ, न उसले भनेको चिज खान सक्छ, न कसैसँग बसेर रमाइलो गर्न सक्छ। सम्पत्ति धन सम्पत्ति त छ, तर के अर्थ भएर त्यो सम्पत्तिको। अनि त्यसमाथि अझ भयानक रोग लाग्दिँदाखेरि, अझ भनौँ अब तपाईँको अब लाइफ थ्रेटनिङ कुनै रोग डिजिज नै लाग्दाखेरि त त्यो सम्पत्तिले पनि तपाईँको लाइफ बचाउन सक्दैन भने आखिरमा त त्यो सम्पत्तिको के नै अर्थ रह्यो र, होइन र। अनि मैले पनि कति अब यस्तै न्युजहरूमा भिडियोहरू युट्युबतिर पनि देख्छु कि एकदमै अब पैसा धेरै भएका अब बुढाबुढीहरूले पनि आखिरमा लास्टमा गएर चाहिँ नि अब आफ्नो लाइफ पनि अब भनेको जस्तो जिउन सकिनँ, मैले यो चाहिँ नि मैले गलत गरेको रहेछु भन्ने एउटा एक किसिमको चाहिँ नि जुन चाहिँ उहाँहरूले बताइरहनु भएको मैले भिडियोहरू पनि हेरेको थिएँ। त्यहाँबाट मैले पनि के सिकेँ भने अफकोर्स अब पैसा नभइकन त लाइफ चल्दैन, तर अब पैसा मात्रै सबै कुरा पनि होइन रहेछ नि त। आखिरमा तपाईँले अब समय एकचोटि गुमाइसक्नु भएपछि तपाईँको त्यो समय फर्केर आउँदैन। तपाईँले अब आफ्नो समय, आफूले आफ्नो परिवारसँग रमाइलो गर्नुपर्ने समय, बिताइराख्न पर्ने समय, त्यो समय तपाईँले अब पैसासँग साटिरहनु भएको छ होइन। आफ्नो परिवारको दुःख देख्न नसकेर भनौँ, अथवा आफ्नो परिवारको भविष्यको चिन्ताले गरेर भनौँ, तपाईहरू हामी सबैजना पैसाकै पछि दौडिरहेका हुन्छौँ। तर आखिरमा लास्टमा त त्यो पैसाले त हामीलाई अब हामीले सोचेको जस्तो त हुँदैन रहेछ नि त। त्यही भएर पनि अब हामीले चाहिँ नि अब यसलाई अब धेरै ढिलो हुनुभन्दा अगाडि बुझ्नुपर्ने जरुरी छ होइन। एकचोटि आउने हाम्रो लाइफलाई चाहिँ नि हामीले कसरी चाहिँ नि अब सकेसम्म चाहिँ नि समय र टाइमलाई, हाम्रो काम र व्यापार होस् अथवा जागिर होस्, त्यसलाई र समयलाई कसरी चाहिँ हामीले म्यानेज गर्न सक्छौँ त।
होइन? हामीले अब आफ्नो समय परिवारलाई पनि दिन सक्नु पर्यो, हामीले कामलाई पनि दिन सक्नु पर्यो। तर अब कतिजनाको चाहिँ अब बाध्यता पनि हुन्छ कि अब हामीले अब चाहँदा नचाहँदै पनि अब आफ्नो कसलाई पो रहर हुँदैन र होइन? आफ्नो परिवारसँग समय बिताउने, सँगै हाँसखेल गर्ने, घुम्ने कसलाई रहर हुँदैन र? तर अब रहर हुँदैमा अब आफ्नो अब बाध्यता पनि छ। अब सँगै बसेर काम नगरिकन बस्दाखेरि अब कसरी जिन्दगी चलाउने, छोराछोरीलाई कसरी हुर्काउने, पढाउने, होइन? सबै कुराहरू पुर्याउन त सकिँदैन। अनि मानिसहरू चाहिँ अब जिन्दगीभरि अब आफ्नो दुःख कष्ट सहेर भए पनि काम गर्छन्। तर लास्टमा जुन चाहिँ अब तपाईँले आफ्नो परिवारसँग समय बिताउनु पर्ने त्यो समय त गुमाउनुहुन्छ तपाईँले। तपाईँले पैसासँग चाहिँ नि आफ्नो समय साटिरहनु भएको छ। हो, त्यो समय तपाईँको एकदमै महत्त्वपूर्ण समय चाहिँ तपाईँले अब कसरी चाहिँ नि आफूले अब त्यो समयलाई चाहिँ आफूले चाहेको जसरी बिताउन सक्नुहुन्छ भनेर चाहिँ भन्दाखेरि चाहिँ एउटा अप्सन चाहिँ यो बिजनेसले पनि दिएको छ। जुन चाहिँ भनेको यो डिजिटल बिजनेसले चाहिँ तपाईँलाई आफूले चाहेको समयमा, आफूले चाहेको स्थानमा, आफूले चाहेको व्यक्तिसँग सँगै बस्दै रमाउँदै पनि यो बिजनेस सञ्चालन गर्न सक्नुहुन्छ। अनि यो अपर्च्युनिटी, यो बिजनेस चाहिँ केवल पैसाको लागि मात्रै चाहिँ होइन। पैसाको मात्र कमाउनको लागि मात्रै हो भने त तपाईँसँग हजारौँ अरू व्यापार व्यवसायहरू छ, जागिर हरेक छ। तर त्यसमा के भने तपाईँसँग समय छैन। त्यसमा अब आफ्नो जिन्दगी आफूले सोचेको जस्तो जिन्दगी बिताउने समय छैन। अनि हो, त्यसकै अल्टरनेटिभ, त्यसकै अप्सनको रूपमा चाहिँ नि यो बिजनेस चाहिँ नि हाम्रो सामु आएको छ। जुन चाहिँ नि भनेको 51 इयर्सदेखि चलिरहेको यो बिजनेस, जापान बेस्ड बिजनेस, यसले यस्तो राम्रो एउटा अपर्च्युनिटी ल्याइदिएको छ कि हाम्रो सामु चाहिँ हामीले चाहिँ नि आफूले कमाउँदै आफ्नो फ्यामिलीसँग बिताउने, आफूले चाहेको आफूले कस्तो ड्रिम लाइफ होस् भन्ने चाहेको थियो त्यो पुरा गर्दै अब भन्नुपर्दा म चाहिँ नि एउटा ट्राभल लभिङ पर्सन हो। अनि मलाई चाहिँ नि अब पहिला अब जब गर्दाखेरि चाहिँ अब ट्राभल गर्नलाई चाहिँ अब त्यो टाइम नै हुँदैन थियो, होइन? पैसा त हुन्थ्यो तर टाइम नभएपछि अब त्यो पैसा भएपछि के गर्नु त? अब घुम्न जान मिलेन, कि त जब छोड्नु पर्यो। अब घुमेर मात्र बसेर अब जब छोडेर बस्ने पनि कुरा भएन, होइन? अब अहिले त एटलिस्ट मसँग जब पनि छ, बिजनेस पनि छ, अनि म घुम्न जान पनि सक्छु, साथीभाइलाई समय पनि दिन सक्छु। फ्यामिलीमा कोही बिरामी हुँदाखेरि मैले आफैले घरमै बसेर टेक केयर पनि गर्न सक्छु। अनि कति दिदीबहिनीहरू हुनुहुन्छ अब अफिस पनि जानुहुन्छ, अब सानो सानो नानीहरू पनि हुनुहुन्छ घरमा, उहाँहरूलाई कति पीडा छ। अब अफिसमा नजाउँ भने पनि अब इकोनोमिक प्रब्लम छ, अब फ्यामिलीमा सपोर्ट गर्नुपर्ने अब एउटा बाध्यता पनि छ। अनि छोराछोरी साना साना नानी बाबुहरूलाई अब हेरचाह टेक केयर गर्नलाई अब नपुगिरहेको, केयर पनि नपुगिरहेको अवस्था हुन्छ। अनि त्यसमा अनि कति अब पीडा सहनु पर्ने हुन्छ दिदी बहिनीहरू, अनि अब दाजुभाइहरू। अनि उहाँहरूको लागि अझ एकदमै बेस्ट, हाम्रो दिदी बहिनीहरूको लागि एकदमै घरमै बसी इन्कम पनि गर्न सकिने, अनि आफ्नो नानी बाबुको एकदमै राम्रो टेक केयर गर्दै, नानी बाबुसँगै समय बिताउँदै चाहिँ नि आफूले सोचेको जस्तो एउटा लाइफ एउटा बिताउन सक्ने एउटा बिजनेसले चाहिँ हामीलाई एउटा वातावरण बनाइदिएको छ। त्यसैले चाहिँ नि यो टाइम फ्रिडम भनेको चाहिँ इन्डिपेन्डेन्स, स्वतन्त्रता चाहिँ नि यो टाइमले चाहिँ हामीलाई एकदमै स्वतन्त्रता दियो, यो बिजनेसले हामीलाई स्वतन्त्रता दियो। त्यसैले चाहिँ यो बिजनेसप्रति चाहिँ एकदमै हामी चाहिँ थ्याङ्कफुल छौँ। अनि हामी चाहिँ अब त्यो डेस्टिनेसन, अब यो बिजनेस भनेको चाहिँ हाम्रो लागि चाहिँ एउटा साधन जस्तो भयो। अनि हेर हामीलाई चाहिँ अब त्यो इन्डिपेन्डेन्स, स्वतन्त्रता भनेको चाहिँ एउटा डेस्टिनेसन जस्तै, एउटा गन्तव्य, हामीलाई चाहिँ हाम्रो गन्तव्यसम्म पुर्याउने चाहिँ एउटा साधनको रूपमा चाहिँ यो बिजनेस, डिजिटल बिजनेस चाहिँ हाम्रो सामु आइपुगेको छ। अनि त्यसैले चाहिँ अब मैले पनि अब आफ्नो लाइफमा चाहिँ नि अब आफूले सोचेको जस्तो समय पाइरहेको छु। आफूले जुन अरूको अन्डरमा बसेर कति प्रेसर स्ट्रेसमा सहेर गर्नुपर्ने जबलाई चाहिँ मैले छोडेर यो अहिले एकदमै अमेजिङ डिजिटल बिजनेस आफ्नै टाइममा, आफ्नै लोकेसनमा, आफूले चाहेको व्यक्तिहरूसँग बसेर अनि आफूले चाहेको लाइफस्टाइललाई चाहिँ नि आफूले अपनाएर पनि गर्न सकिरहेको छु। यो नै यो बिजनेसको विशेषता हो।
तपाईँले अब अरू बिजनेसमा त पैसा त कमाउनु हुन्छ होला, तर तपाईँसँग समय हुँदैन। तपाईँले अब आफ्नो लाइफलाई चाहिँ नि अब आफ्नो लागि तपाईँले टाइम नै दिनु सक्नुहुन्न, आफ्नो फ्यामिलीको लागि टाइम नै दिनु सक्नुहुन्न। तर तपाईँसँग पैसा मात्र भएर पनि भएन नि त। भोलि गएर पैसा त अब अहिले कति व्यक्तिहरू हुनुहुन्छ, कति पैसा त नि अब जिन्दगीभरि कमाइरहनुहुन्छ बुढेसकाल नभएसम्म, तर अनि उमेर गइसकेपछि एउटा के हुन्छ, शरीरले साथ पनि दिँदैन, बल हुँदैन तपाईँसँग अब, अनि अब रोग लागिसकेको हुन्छ होइन। अब त्यो रोग पनि अब फेरि एकदमै भयानक रोग लाग्यो भने त तपाईँले अब आफ्नो त्यो कमाइले पनि त्यो आफ्नो लाइफ बचाउन सक्नुहुन्न भने त्यो कमाइको पनि केही अर्थ रहेन नि त त्यो बेलामा त। त्यो बेलामा त तपाईँलाई एउटा किसिमको पछुतो हुन्छ कि मैले मेरो लाइफ चाहिँ किन त्यसरी खेर फालेँ, किन पैसाको पछाडि मात्र दौडेँ। मैले कमसेकम मेरो लाइफको लागि पनि केही सोचेको भए, मैले मेरो एक बारको जिन्दगी जुन लाइफलाई मैले किन यसरी पैसाको पछि मात्र लागेर वेस्ट गरेँ भन्ने एक किसिमको जुन त्यो एक किसिमको पश्चाताप नहोस् भन्नको लागि पनि यो बिजनेस चाहिँ गर्नको लागि एकदमै आवश्यक ठान्छु म। अब कतिलाई अब राम्रो पनि लाग्न सक्छ, कतिलाई नराम्रो पनि लाग्न सक्छ यो कुरा। अब त्यो आफ्नो आफ्नो विचार हो। अब आजको टपिकको यो विषय एचिभिङ इन्डिपेन्डेन्स, स्वतन्त्रता प्राप्तिको जुन एउटा टपिकमा चाहिँ मैले आफ्नो थोरै एक्सपिरियन्सहरू, नलेजहरू सेयर गरेँ। आशा छ तपाईँहरूलाई पनि यसले थोरै केही अब ज्ञान अथवा ज्ञान नभनौँ, केही जानकारी चाहिँ पाउनुभयो होला भन्ने आशा गर्दछु। अनि त्यही हो, अब फेरि अर्को दिनहरूमा यसरी नै क्रमशः आउँदै आफ्नो नेक्स्ट टपिकहरूमा चाहिँ कुरा गर्दै जानेछु। अनि जतिजनाले पनि मलाई लाइभ हेरेर मलाई सहयोग गरिदिनु भयो, उहाँहरू सबैजनालाई एकदमै हृदयदेखि धन्यवाद। महेश्वर श्रेष्ठजीले भन्नुभएको छ पद्मजी लेट्स रक भनेर, धेरै धेरै धन्यवाद महेश्वरजी। अनि हजुरको दिन समय राम्रो बित्दैछ होला भन्ने आशा गर्दछु। अनि अब तपाईँहरूलाई अब अझ बिजनेसको बारेमा थप जानकारी चाहनुहुन्छ भने मेरो वेबसाइट छ www.padmabazar.com मा पनि लगइन गरेर फ्री वेबिनार हेर्न सक्नुहुन्छ। अनि अझै विस्तृत रूपमा बुझ्न चाहनुहुन्छ भने मलाई डाइरेक्ट मेसेज पनि गर्न सक्नुहुन्छ। यति भन्दै आजको लाइभबाट बिदा हुन चाहन्छु। फेरि नेक्स्ट डे आउने नै छु। त्यतिन्जेलसम्मको लागि चाहिँ अब हजुरको सामुबाट ओझेल हुन चाहन्छु है त। सी यू नेक्स्ट डे। धेरै धेरै धन्यवाद। धेरै दिन भएकोमा। गुड नाइट।